शीतली सार्वभौम भई फैलिएका मेची महाकाली सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचर वीरहरूका राजधानी ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। हवस्, धन्यवाद। र म अझै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। हामी यस समारोहमा विभिन्न विपत्ति प्राकृतिक प्रकोपका कारण शहादत प्राप्त शहीद बन्नुभएका ज्ञात अज्ञात शहीदहरूको नाममा आदरणीय दर्शकवृन्द, यहाँ चाहिँ एकजना आमासँग चाहिँ म कुरा गर्न चाहन्छु। विशेष गरी आज चाहिँ तपाईँहरूको घलेको चाहिँ पहिचान सम्मान गरौँ भनेर चाहिँ तपाईँले हिँडिरहनु भएको छ। रेली पनि निकै छ यहाँको सहभागिता। यो आज विशेष गरी के बार हो, यो के को दिन हो आज? यो हाम्रो घले जातिको लोसार 5 वर्ष गयो 4 वर्ष आयो, त्यही भएर हामी यो लोसार हाम्रो घलेको लोसार चाहिँ यही माघ 1 गते मान्छ। निरन्तर रूपमा अगाडि बढाएर हाम्रो घले जातिको नि एउटा पहिचानको लागि हामीले यो नेपाल राष्ट्र लेभलमा हामीले एउटा घलेको नाम अगाडि सूचीकरण जनजातिको सूचीकरण आफ्नो नामलाई सूचीकरण राख्नलाई हामीले उस रेलीको लागि हामीले अगाडि बढाएको छौँ। र हामी यतिखेर भारतलाई परिक्रमा गरिरहेको छ। हामी Shubha
जिल्ला पार्टी अध्यक्ष श्री प्रेम गुरुङज्यूलाई आफ्नो छोटो मन्तव्य राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यूलाई। यो घले समाजद्वारा आयोजित यो ऐतिहासिक जिल्लाको ऐतिहासिक गाउँ विकास समितिमा आयोजना गरिएको यस कार्यक्रमको अध्यक्षज्यू, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय उपाध्यक्ष एवं यस कार्यक्रमको प्रमुख अतिथिज्यू, विशिष्ट मञ्चमा आसीन विशिष्ट अतिथिज्यूहरू, प्रमुख जिल्ला अधिकारी लगायत अन्य सङ्घ संस्थाबाट प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, सञ्चारकर्मी मित्रहरू, आफ्नो कार्यक्रमलाई सम्पन्न गर्न उपस्थित रहनुहुने सम्पूर्ण बाआमा दाजुभाइ दिदीबहिनीहरू, यहाँहरूलाई हाम्रो पार्टी नेकपा एमाले जिल्ला कमिटी गोर्खा र मेरो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन साथै यहाँहरूलाई यो नयाँ सालको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। मैले समय घर्किरहेको कुरा थाहा पाइरहेको छु, त्यस हुनाले मैले लामो कुराहरू यहाँहरू समक्ष राख्न उचित ठानिरहेको छैन। तैपनि पूर्ववक्ता साथीहरूले धेरै कुराहरू उठाइसक्नु भएको छ। साँच्चै आदिवासी जनजातिहरू यो देशको एउटा पहरेदार सिपाही मात्रै होइन, यो देशलाई यो तहमा ल्याइपुर्याउनको निम्ति आदिवासी जनजातिहरूले खेलेको भूमिका नेकपा एमालेको अध्यक्षले त्यो कुरा गरिरहेको छैन, प्राविधिक रूपमा हुन सक्दछ मात्रै भन्छु। आज विशिष्ट खालको संयोग परेको छ। सायद संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भइसके पछाडि 64 सालको संविधान सभाको निर्वाचन लगतै गठित सरकारको नेतृत्व कमरेड प्रचण्डले गर्दै हुनुहुन्थ्यो। त्यहाँ आदिवासी जनजातिहरूलाई आफ्नो हक अधिकारको निम्ति भन्दै एउटा आयोग गठन भएको थियो। यदि मैले बिर्सेको छैन भने डाक्टर गणेश गुरुङ हुनुहुन्थ्यो होला त्यहाँ त्यति बेलाको अध्यक्ष। त्यो बेलामा घलेहरूलाई यो आदिवासी जनजातिको सूचीबाट हटाइएको छ। मैले नियतवश भनेको छैन, प्राविधिक रूपमा होला, तर आज संयोग मिलेको छ। वैद्यले खोजेको पनि पानी, बिमारीले खोजेको पनि पानी। तत्कालीन अवस्थामा घलेहरूलाई यो आदिवासी जनजाति सूचीकृतबाट हटाइएको पार्टीको नेता प्रधानमन्त्री हुनुहुन्थ्यो। आज पनि उहाँ नै हुनुहुन्छ र यो राज्य सिंगै राज्यको लाई कसरी व्यवस्थित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने राज्य संयन्त्रको संयोजक बनेर सत्ताको बागडोरलाई सिधा हिसाबले डोर्याइरहनु भएको माओवादी केन्द्रको केन्द्रीय उपाध्यक्ष कमरेड यही हुनुहुन्छ, आजको कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्छ। मलाई लाग्दछ अब घले समाजले आजको मितिदेखि यस्ता खालको अन्याय र अत्याचार परेको विषयवस्तुहरूलाई उठाउनु पर्ने छैन। नेकपा एमाले तत्कालीन अवस्थामा सिफारिस गरेको छ घलेहरू आदिवासी जनजातिको सूचीमा पर्नु पर्दछ। यो घलेहरू आदिम कालदेखि यो राज्यलाई संरक्षण गर्ने पहरेदारको रूपमा स्थापित भएको घलेहरू। त्यस हुनाले ऐन मौकामा मात्रै यो जनजाति आदिवासी र उत्पीडितहरूलाई प्रयोग गर्ने बानी व्यवहार राम्रो हुँदैन भनेर नेकपा एमाले तत्कालीन अवस्थामा पनि भनेको छ र अहिले पनि भनिरहेको छ। मैले योभन्दा बढी यो सन्दर्भमा बढी चर्चा गर्नु उचित ठानेको छैन। भनेको थियो त्यसमा प्राध्यापक सन्तबहादुर गुरुङज्यूको संयोजकत्वमा म समेत त्यसमा थियौं। अनि त्यो कार्यदलले एउटा परिभाषा बनाएको थियो। त्यो परिभाषा चाहिँ के छ भने त्यो नेपाल आदिवासी जनजाति महासंघकै पनि परिभाषा हो। आदिवासी जनजातिहरू ती हुन् जो 4 वर्णको हिन्दू वर्ण व्यवस्थामा पर्दैनन्, तर जसको आफ्नो भूमि, प्रथाजन्य कानूनहरू, धर्म, रीतिरिवाज, संस्कृति, त्यो आधारमा त्यो बेलामा यो सूचीकरणको लागि
पहिचान गर्दाखेरि त्यो सीमित स्रोत र साधनको हिसाबबाट जम्मा 61 जना पहिचान गरेको थियो 61 वटा आदिवासी जनजातिको। त्यो 61 वटा आदिवासी जनजातिमा त्यो 3टा थकालीहरू छैन। त्यसमा चाहिँ थकाली एउटा छ र मार्फातन भन्छ भन्ने बेलामा उहाँहरू आफूले तर मार्फाली भयो। अनि थिन्तन, स्याङतन, चिन्तन भन्ने छ। त्यो डोरबहादुर विष्टको पिपल अफ नेपाल अथवा सबै जातको फुलबारीमा पनि उल्लेख छ। तर पछि के भयो भने त्यसबाट 61 वटा आदिवासी जनजातिको पहिचान भएको तर लिलफङ चाहिँ त्यसमा परेको थिएन। त्यसको कारण चाहिँ के थियो भने त्यो बेला एकदम सीमित साधन र स्रोत मानवशास्त्रीहरूले अथवा अरू अध्ययनहरूले देखाएको अध्ययनको आधारमा एउटा र गोरखापत्रमा त्यो बेला प्रकाशित गरेको त्यो सूचना को आदिवासी हो उहाँहरूको चाहिँ दाबीको लागि कार्यदलसँग सुझाव दिनलाई भनिएको थियो र जसले लिखितमा दिनुभयो र जसले कार्यदलसँग आएर कुरा गर्नुभयो र हामी गोर्खामा, पोखरामा र झापामा र काठमाडौँमा त्यो सामूहिक रूपमा अन्तर्क्रिया पनि गरेको थियो। त्यो सबैको आधारबाट 61 आएको थियो। तर पछि के भयो भने आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन बन्ने बेलामा त्यो ऐन बन्ने बेलामा चाहिँ फेरि त्यहाँ राष्ट्रिय सभाले र प्रतिनिधि सभाले त्यो सूचीलाई थपघट गर्ने उहाँहरूको अधिकार थियो र पहिला ओमकार श्रेष्ठ लगायतको नेवार मान्य सदस्यहरूले चाहिँ नेवारलाई निकाल्नु भयो। पछि नेवार समुदायको दबावमा फेरि राख्नुभयो। मनाङ्गे त्यहाँ परेको छैन। मनाङ्गेलाई गुरुङ बनाएको छ तर मनाङ्गे गुरुङ होइन निचाङ्बा भनेर उहाँहरूको आफ्नै पहिचान छ। तर त्यो सूची निश्चित रूपमा त्यहाँ केही आदिवासीहरू छुटेको छ। अब यसमा पक्कै पनि लिलफङ पनि छुटेको छ। त्यहाँ अरू तराईका आदिवासीहरू पनि छुटेको छ, केही पहाडका पनि छुटेको छ। तर यहाँ त लिलफङले पनि दाबी गर्दाखेरि सूचीकरणलाई सच्याउनु पर्छ भन्दा अनि त्यस्तै गरेर अरू राईहरूले पनि सच्याउनु पर्छ भन्दा यहाँ त खस आर्यहरू गजडम्ब गरेर आफै आदिवासी हुन्। अनि मैले के भन्ने गर्छु भने खस आर्यहरू त अब माओवादीको भाषामा शोषक हो है। उहाँहरूले मैले पहिला तपाईँहरूले 14 प्रदेश 9 प्रदेशको गर्दाखेरि पहिला त खसान लिलफङ भनेकै प्रजाजन्य संस्थाको कुरा हो। आफ्नो प्रजाजन्य कानुनहरू छ। त्यसकारणले त्यसको आधारबाट पनि त्यो आदिवासी हो लिलफङहरू। अब त्यस्तै गरेर यो प्रकृतिसँग बढी नजदिक हुन्छ। त्यो भनेको घलेहरू सबै प्रकृतिसँग, त्यो भनेको भूमि, भूभाग र क्षेत्रहरू, खास गरेर स्रोतहरू, प्राकृतिक स्रोतहरू, वन, पानी, चरणहरूसँग बढी एकदमै ठुलो आत्मीय सम्बन्ध हुन्छ। अब त्यो पनि तपाईँहरूकोमा छ। त्यसकारण त्यसले पनि आदिवासीको जुन पहिचान हो त्यो पहिचानलाई त्यसले पुष्टि गर्छ। अब त्यस्तै गरेर आफ्नै धर्म हुनुपर्छ, आफ्नै संस्कृति हुनुपर्छ, हामी भावना हुनुपर्छ भन्ने छ। त्यसले पनि पहिचान दिन्छ र पृथक अरूभन्दा पृथक हुनुपर्छ भन्ने छ। लिलफङहरू अरूभन्दा पृथक छन्। जस्तो गुरुङहरूमा राखे पनि गुरुङभन्दा लिलफङ पृथक छ भन्ने कुरा केले देखाउँछ भन्यो भने तपाईँहरूको 4वटा जुन के अरे यो 4वटा समूहहरू छ, सामरी, डाङ्गी, ग्याल्दुङ र रिल्ली। यसको बिचमा विवाह हुन्छ। तर अरू घोटाने अथवा लामा लामिछानेसँग तपाईँहरूको विवाह हुँदैन भनिसकेपछि यसले यो इन्डोग्यामी भन्छ अङ्ग्रेजीमा। यो विवाहले पनि के देखाउँछ भन्दाखेरि त्यो कुन समूहको आदिवासी हो र अरू चाहिँ त्यो समूहभित्रको आदिवासी भित्र पर्छ पर्दैन भन्ने कुरा चाहिँ प्रश्न बनाउँछ। त्यसकारण यो सामरी, डाङ्गी, ग्याल्दुङ र रिल्लीको बिचमा मात्रै बिहाबारी चल्ने र यदेखि बाहिर चाहिँ अन्तर्जातीय विवाह हुने हुनाले तपाईँहरू चाहिँ गुरुङ समुदाय अन्तर्गत पर्दैन भन्ने दरो मानवशास्त्रीय आधार चाहिँ यसले दिन्छ। त्यसमा गुरुङहरू पनि झुकिनु हुँदैन, डाक्टर ओम गुरुङ पनि झुकिनु हुँदैन र तपाईँहरू पनि झुकिनु हुँदैन। अब अर्को कुरा चाहिँ के हो भने अनि धर्मको मामलामा पनि धर्म बोन धर्म तपाईँहरूको बोन हो, बुद्धिस्ट हो। त्यो नामकाजी श्रेष्ठजीले पनि त्यहाँ ढोगेर आउनुभयो होइन। यो के भन्दाखेरि लिलफङहरूको आत्मनिर्णयको चिन्ह हो। तपाईँहरूको आफ्नो छ। यो भनेको तरवार भयो, खुडा भयो, ढाल भयो, भेडाको सिङ भयो। यो तपाईँहरूको आफ्नो आत्मनिर्णयको चिन्ह हो र
र त्यसले तपाईँहरूलाई विशिष्ट रूपमा छुट्टै पहिचान चाहिँ दिन्छ। तर यो सूचीकरणको कुरा के भने हामी प्रश्न गर्नुपर्छ। संयुक्त राष्ट्रमा त्यो कुरा आएको छ, राज्यले सूचीकरण दिँदैमा आदिवासी हुने, सूचीकरण नगर्दैमा आदिवासी नहुने चाहिँ होइन। त्यो राज्यले सूचीकरण गर्दैमा आदिवासी नहुन सक्छ। खस आर्यलाई अब मन्त्रीले स्वीकार गरेर आदिवासीको रूपमा स्वीकार गर्छु भन्दाखेरि त्यो चाहिँ हुन सक्दैन। त्यो चाहिँ कुनै पनि हालतमा हुन सक्दैन। त्यसले चाहिँ नराम्रो डरलाग्दो यो हिंसात्मक द्वन्द्वलाई चाहिँ निम्त्याउन सक्छ। राज्य पक्षले त्यो खस आर्यहरूलाई आदिवासीको रूपमा कुनै पनि तरिकाले संवैधानिक कानुनी त्यो नदिएकै कल्याण हुन्छ, त्यो संसारमा कसैले पनि मान्दैन। त्यो हास्यास्पद कुरा हुन्छ। आदिवासीको परिभाषामा त्यो खस आर्यहरू कुनैमा पनि पास हुँदैन। त्यो नक्कली पित्तललाई, पित्तल पनि नक्कली पित्तललाई 24 क्यारेटको सुन भनेर कसैले पनि पत्याउँदैन। 1-2 दिन झुक्याउन सक्छ, तर पित्तल पित्तलै हुन्छ। खस आर्यहरू पित्तलै हुन्। यसरी बदनाम गरेछ हाम्रो पहिचानलाई यो देशमा। त्यसैले म यो मञ्चबाट म के भन्न चाहन्छु भने यस्ता बदनाम गर्ने तत्त्वहरूलाई तपाईँ हामीले नङ्ग्याउनु पर्छ। त्यसको सुरुवात आजैदेखि गर्नुपर्छ र आइन्दादेखि हलेहरूको सन्दर्भमा अघि पूर्व वक्ता डाक्टर भट्टचन्द्र सरले भन्नुभए जस्तै घलेहरूको भूमिमा र घलेहरूको पहिचानमा आँखा गाड्नेहरूको लागि तपाईँ हामी सशक्त रूपले तपाईहरूले यसको लागि आवाज उठाउनुपर्छ र लड्नुपर्छ। त्यो लडाईँमा म पनि साथ हुनेछु, यो मेरो प्रतिबद्धता। म सम्झन चाहन्छु यो थलो म यहाँ आउँदाखेरि मेरो गर्वले छाती ठक्क फुलेको छ। मैले पढेको थिएँ नेपालको किताबमा होइन। मेरो घर भारतदेखि नजिक पर्छ। मेरो घरको सिमानाबाट क्रस गर्नलाई 10 मिनट मात्रै लाग्छ इन्डिया पुग्नलाई। मेरो गाउँको मान्छेहरू विद्यार्थीहरू इन्डियामा गएर पढ्छन्। त्यहाँ एउटा नेपाली साहित्य भन्ने किताबमा गजे घलेको नाममा गोर्खालीहरूको वीरतालाई विश्वमा चिनाउने गजे घले भनेर लेखेको थियो। नेपालमा त्यो कुरा किन लेखिएन, म यो प्रश्नसित सोध्न चाहन्छु। अहिलेसम्म नेपालको इतिहासमा यो कुरा किन पढाइ हुँदैन, यो आजैदेखि तपाईँ हामीले खोज्नुपर्छ। अब म यति भनेर म नमन गर्न चाहन्छु गजे घलेलाई, जसले गोर्खाको मात्रै होइन, घलेको मात्रै होइन, नेपालको मात्रै होइन, सारा गोर्खाको छाती विश्वमा उच्च बनाएको छ। म अर्को कुरा भन्न चाहन्छु। यो नेपाल बनाउँदाखेरि मलाई बिर्सन, म हिजो क्रस गरेर आउँदाखेरि बाटोमा एउटा खोला पर्दो रहेछ, जहाँनिर इतिहासमा घलेहरूलाई झुक्क्याएर, घलेहरूलाई रक्तपात गरेर यो भूमि खोसेको छ। त्यो भूमिमा खोसेर अहिलेसम्म शासन गरिराखेको छ। त्यो शासकहरू पनि हामीसँगै छ। हामी त्यो शासकहरूलाई चिनिसकेका छौँ। कहिले ती शासकहरू यो पार्टीको नाममा आउँछन्, कहिले त्यो पार्टीको नाममा आउँछ। म घलेहरूलाई भन्न चाहन्छु, जबसम्म तपाईँहरू विभाजित हुनुहुन्छ तबसम्म तपाईँहरूको पहिचानको कुरा बहुत टाढो हुन्छ। तपाईँहरू विभाजित हुनुहुन्छ कि एक हुनुहुन्छ, एकपटक भनिदिनुहोस् त। घलेहरू विभाजित कि एक? घलेहरू विभाजित कि एक? यो कुरा अब म फेरि भूकम्पसँग जोड्छु। म 2 महिना अगाडि संयुक्त राष्ट्र संघको बैठकमा गएका थिएँ। संयुक्त राष्ट्र संघको बैठक बिजनेस र मानव अधिकारसँग सम्बन्धित थियो। राज्यहरूको पक्षबाट एकजना उठेर सोध्यो, नेपालको विषयमा छलफल हुँदै गर्दाखेरि म पूर्व प्रधानमन्त्रीज्यूलाई म यो कुरा अवगत गराउन चाहन्छु। उहाँको पार्टी सरकारमा छ। हामीले नेपालमा भूकम्पमा यति धेरै पैसा सहयोग गरेका छौँ, त्यो भूकम्प पीडितले पायो कि पाएन भनेर उहाँले संयुक्त राष्ट्र संघमा सोध्नुभयो। म उहाँलाई पनि त्यो कुरा म उहाँलाई चाहिँ सुनाउन चाहन्छु। भले लोसार को अवसरमा आयोजित यस विशेष लोसार कार्यक्रमका
अध्यक्षले समुदाय लगायत सबै उपस्थित दिदीबहिनी दाजुभाइहरू पत्रकार मित्रहरू कलाकार साथीहरू यहाँहरू सबैमा शिवाखम नमस्कार। सबभन्दा पहिले म यो बाँदर वर्षको अन्त्यसँगै चरा वर्षमा प्रवेश सहित घले समुदायले जुन लोसार पर्व मनाइरहेको छ यो लोसारको अवसरमा सबै घले समुदायका दाजुभाइ दिदीबहिनीहरू र अन्य सबैमा सुस्वास्थ्य दीर्घायु उत्तर प्रगतिको लागि हार्दिक शुभकामना दिन चाहन्छु। साथसाथै लिलफङले र घले समुदायले आगामी दिनहरूमा आफ्नो यात्रालाई सफलताको दिशातिर उन्मुख गराउन सकोस् यो पनि म हार्दिक शुभकामना दिन चाहन्छु। म तपाईहरुको यो प्रकृतिको पहिलो कार्यक्रममा आज प्रमुख अतिथिको रूपमा उपस्थित हुने आमन्त्रण लिलफङले गर्यो र त्यो आमन्त्रणलाई स्वीकार गरेर लिलफङका प्रमुख सल्लाहकार यही बारपाकवासी जितबहादुर घलेको विशेष पहल प्रारम्भिक पहल र मेरा धन्यवाद प्रकट गर्न चाहन्छु। त्यसैले आज बारपाकको तर्फबाट गोर्खाको तर्फबाट म तपाईहरु यो जिल्ला बाहेक जहाँ-जहाँबाट आजको यो लोसार कार्यक्रममा करिब 3 दर्जन जिल्लाहरूबाट घले समुदायका साथीहरू उल्लासमय अवसरको रूपमा यसलाई परिणत गर्न यहाँ आइपुग्नु भएको छ। यही जिल्लाको वासी हुनुको नाताले गोर्खाको तर्फबाट बारपाकको तर्फबाट तपाईहरु सबैलाई स्वागत गर्नु पनि म आफ्नो कर्तव्य ठान्छु र तपाईहरु सबैलाई हार्दिक स्वागत पनि यो जिल्लाको बारपाकमा म गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो देश बहुजातीय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक मुलुक हो। लामो कालसम्म यो वस्तुगत यथार्थका बावजुद त्यसलाई आत्मसात नगर्ने राज्य सत्ताका कारणबाट जातीय भाषिक सांस्कृतिक उत्पीडन पनि यो देशमा रह्यो। त्यसकारणले क्षेत्रमा र सबैलाई एकताबद्ध गरेर राष्ट्रिय एकता सुदृढ गर्ने दिशामा केही न केही प्रगतिहरू भएका छन्। त्यो प्रगति चाहिँ नलन्दाज गर्नु कम आँक्नु पनि गल्ती हुन्छ र आगामी दिनमा संघर्ष गर्नका लागि त्यसले आधार प्रदान गर्न सक्दैन। यसैले हामीले विविधताको बीचको एकताको सुन्दर फुलबारीको रूपमा नेपाली समाजलाई रूपान्तरण गर्नका निम्ति अझै पनि संघर्ष जारी राख्नुपर्छ। तर त्यो संघर्ष गर्दा अहिलेसम्म प्राप्त भएका उपलब्धिहरूलाई आत्मसात गर्ने, तिनीहरूलाई संस्थागत गर्ने, तिनीहरूलाई क्रियान्वयन गर्ने प्रक्रियाबाट अगाडि बढ्नुपर्ने हुन्छ। त्यसकारणले हाम्रो पार्टी आदिवासी जनजातिको पहिचानका निम्ति, उनीहरूको विकासका निम्ति, स्वायत्तताका निम्ति र ती सबैको कुल योग सिङ्गो नेपाली समाजको एकता र राष्ट्रको एकताको निम्ति हिजो पनि प्रतिबद्ध थियो, आज पनि प्रतिबद्ध छ र आगामी दिनमा पनि यो अपूर्णतालाई क्रियान्वयन गर्न दृढतापूर्वक संघर्षको दिशामा अगाडि बढ्नेछ। म त्यसैले के भन्न चाहन्छु भने अहिले तपाईहरुले जुन मुद्दाहरू उठाउनु भएको छ, मलाई ज्ञापन पत्र पनि दिनु भएको छ र तपाईहरुले यहाँ छलफल गरेका क्रममा वरिष्ठ विद्वानहरू सहित लिलफङका
साथीहरूले छ त्यसको निम्ति धन्यवाद दिन चाहन्छु। र तपाईहरूले जुन ज्ञापन पत्र बुझाउनु भएको छ त्यो ज्ञापन पत्र तपाईहरूले भने अनुसार नै म सरकारलाई निश्चित रूपमा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नेछु र त्यस पछाडि सरकारले यस बारेमा आवश्यक अध्ययन अनुसन्धान गर्ने मैले विश्वास लिएको छु। यो राजनीतिक पार्टीहरूले राजनीतिक नेताहरूले हठात आवेगको भरमा निर्णय गरिदिने विषय होइन। तर हाम्रो पार्टी त्यो पार्टी हो जुन पार्टीले पहिचानका निम्ति आदिवासी जनजातिको पहिचानको निम्ति उनीहरूको अधिकारको निम्ति स्वायत्तताको निम्ति विकासको निम्ति समृद्धिको निम्ति सङ्घर्ष गर्यो। दशौं हजारको बलिदान सहित लडाईँ लड्यो। तर यो संविधान निश्चितै रूपमा पहिलेको संविधान भन्दा सामन्ती एकात्मक केन्द्रीकृत राज्य व्यवस्थाको पक्षपोषण गर्ने संविधान भन्दा उन्नत संविधान हो र यसले सामन्तवादलाई मूलभूत रूपमा अन्त्य गरेको छ र यसले निश्चित रूपमा वर्गीय जातीय क्षेत्रीय लैङ्गिक र सांस्कृतिक उत्पीडन अन्त्य गर्ने दिशातिर निश्चित रूपमा प्रगतिको एउटा दस्तावेजको रूपमा भूमिका खेलेको छ।